तपाई जताततै भगवानको पूजाआजा गरिहिँड्नु भएको छ, भन्न मिल्छ भने के माग्नुहुन्छ? भन्न मिल्छ। जहाँ गए पनि, जुन पीठमा गए पनि, जुन मन्दिरमा गए पनि एउटै कुरा मैले मागेको छु, देशमा शान्ति होस्, देश विघटन नहोस्, एकता कायम रहोस्। यही प्रार्थना जुनै पनि पीठमा मैले गएर गर्ने गरेको छु। किन यही नै माग्नुहुन्छ तपाईँ? देशले त तपाईलाई देशको शासन व्यवस्थाले होस्, देशको राजनीतिले होस्, देशको हरेक वातावरणले होस्, एउटा ज्ञानेन्द्र शाहलाई त ठुलो धोका दिएको देश पनि यति बेला। त्यो शब्द तपाईँको, मेरो होइन। त्यसो मलाई त त्यस्तो लागेको छैन। तपाईँको शब्द हो त्यो। मलाई त कस्तो लागेको छ भनेदेखि जनताले नाराटी एकचोटि छोडेर हेर न भने जस्तो पो लागेको छ। हाम्रो माझमा आएर एकचोटि हिँडिदेऊ, बसिदेऊ भने जस्तो पो लाग्यो। अरूलाई एकचोटि चलाएर हेर न त्यस्तो पो लागेको छ। तर त्यो समयमा पनि मैले छोड्दाखेरि पनि मैले केही कुरा चाहिँ गरेको थिएँ। देशमा चाहिँ नि एकता कायमै होस्, विघटन नहोस्, प्रजातान्त्रिक पद्धति कायमै होस् र यो देश छोडेर म जाने होइन भनेर स्पष्ट मैले यस्तै के बुदाहरू मैले त्यो समय पनि राखेको थिएँ।